रासपा महाधिवेशनमा विपक्षी दलहरूको उपस्थिति, 4 नेता सहभागी हुने। रासपाको महिला उपसभापतिमा कड़ा प्रतिस्पर्धा। रासपाले सार्वजनिक गर्यो महाधिवेशनका 4000 प्रतिनिधिको प्रारम्भिक नामावली। यसै नतिजामा त्रुटि भएको नेभी संघको दावी, छानबिन गरी कारबाहीको माग। लेबनानमा युद्धविरामकै बेला इजरायली आक्रमण, 32 जनाको मृत्यु। अमेरिका र इरान बीचको वार्ता समेत संकटमा। र नेपाल छिर्दै गरेका भारतीय नागरिक ठूलो परिमाणको लागु औषध सहित पक्राउ। अब सुन्नुहोस् पूरा समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो अधिवेशनको उद्घाटन सत्रमा 4 विपक्षी दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ भने उक्त उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन र जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत सहित जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम रहेको छ। रासपाको निमन्त्रणामा उनीहरू शुभकामना मन्तव्य दिन महाधिवेशनमा सहभागी हुन लागेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको नीति र नेतृत्व चयन गर्ने प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनले पार्टी सभापति पदमा रहेका रवि लामिछाने र एक उपसभापतिमा डाक्टर सोडिम वाग्लेलाई निर्विरोध रूपमा चयन गर्ने तयारी गरेको छ। बाँकी एक खुला र एक महिला उपसभापति पदका लागि भने पार्टीका मन्त्री तथा शीर्ष नेताहरू बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। रासपाले चितवनमा हुने महाधिवेशनका लागि 4000 प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। रासपाले प्रदेश सभापतिहरू पदेन रहने गरी 151 सदस्य केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। नयाँ विधान अनुसार खुला प्रतिस्पर्धाबाट 59 जना र सभापतिबाट 51 जना केन्द्रीय सदस्य मनोनित हुने बताइएको छ। नेपाल विद्यार्थी संघले माध्यमिक शिक्षा परीक्षाको नतिजा व्यवस्थापनमा गम्भीर त्रुटि भएको भन्दै तत्काल छानबिन र सुधारको माग गरेको छ। पुनर्योगका लागि आवेदन दिएका करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका फेला नपर्दा नतिजा आउन ढिलाइ भएको नेभी संघले जनाएको छ। अध्यक्ष करुणा कटुवालले राष्ट्रिय परीक्षा बोर्डले तत्काल ठोस कदम नचाले देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएकै छन्। युद्धविराम लागू भइरहेकै बेला इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा 32 जनाको मृत्यु भएको छ। यस घटनाले अमेरिका र इरान बीच चलिरहेको शान्ति प्रक्रिया सम्बन्धी वार्ता नै प्रभावित हुने खतरा बढेको छ। इरान र अमेरिका बीच हालै हस्ताक्षर गरिएको सम्झौता सम्बन्धी पछिल्लो चरणको वार्ता आइतबार स्विजरल्यान्डको बुर्गेन स्टकमा हुने पाकिस्तानको विदेश मन्त्रालयले शनिबार जनाएको छ। उक्त वार्तामा अमेरिका र इरान बीचका प्रतिनिधिसँगै पाकिस्तान र कतारका मध्यस्थकर्ता पनि सहभागी हुने बताइएको छ। मोरङको रङ्गेलीमा ठूलो परिमाणको लागु औषध बोकेर नेपाल प्रवेश गरेका 1 जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य अररिया जिल्ला स्थित सिक्टी थाना अन्तर्गत आँपगाछी पञ्चायत 14 का 25 वर्षीय अभिषेक कुमार मण्डल रहेका छन्। इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर अमेश कुमार झाको नेतृत्वमा अशोक कुमार झाको नेतृत्वमा खटिएको टोलीले आइतबार राति करिब 8:30 बजे रङ्गेली नगरपालिका 5 भेडुवा थानबाट उनलाई पक्राउ गरेको हो।